हाम्रा स्पेशल गेस्टहरूलाई यो जे मन लाग्छ त्यही कार्यक्रममा एकदम स्वागत छ। नमस्कार। यहाँ आसन ग्रहण गरिदिनु होला। हजुरहरूलाई चाहिँ जे मन लाग्छ त्यही कार्यक्रममा एकदम स्वागत छ हाम्रो। थ्याङ्क यू हामीलाई सम्झेर बोलाउनु भयो। थ्याङ्क यू सो मच। अनि आज चाहिँ हामी सर्वप्रथम त हजुरहरूलाई आज वैवाहिक वर्षगाँठको धेरै धेरै शुभकामना, उन्नति प्रगतिले शिखर छुओस्। थ्याङ्क यू तपाईँहरूलाई पनि धन्यवाद। अग्रिम धन्यवाद। आज चाहिँ हामी अब एनिभर्सरीको दिन पारेर है हाम्रो नयाँ कार्यक्रम आजदेखि सञ्चालन भइरहेको छ होइन। हजुर। अनि आज चाहिँ अब दुईजना कपालहरू बिचकै होइन कुराहरू अगाडि बढाउँ है त। ल मलाई चाहिँ आज खासै पहिलोचोटि भएर हो, खासै बोल्न ओर्न चाहिँ आइरहेको छैन। आफै डराइरहेको छु। तर पनि रमाइलो लागिरहेको छ नि। केही मिस्टेक भयो भने मबाट पहिला नै कार्यक्रम सुरु गर्नु। हजुरहरूको भेट कहाँ र कहिले कसरी भएको थियो पहिलो भेट? हाम्रो भेट त महाबौद्धतिर होला। धेरै पहिला थियो पनि अब अलमोस्ट 12-13 वर्ष अगाडि नै। तर महाबौद्धमै भेट भएको थियो। कसरी भएको थियो? मेरो साथी उहाँको बहिनी पहिला साथी भयो, अनि त्यसपछि थाहा भयो उसको दाइ भनेर, अनि उहाँहरू आउने जाने हुँदाखेरि त्यसरी नै भेट भयो। हजुर। त्यही नै हो, भेट चाहिँ त्यसरी भयो। तर अनि हजुरहरूको लभ म्यारेज? लभ म्यारेज। अनि के भन्छ, अनि हजुरहरूलाई चाहिँ पहिलो भेटमै हजुरहरूको लभ पऱ्यो हो? होइन, होइन। भेट चाहिँ भइरहेको थियो, तर भेट भयो, चिनजान भयो, त्यसपछि धेरै टाइम पछि नै हो लभ परेको चाहिँ। अनि पहिलो इम्प्रेसन चाहिँ कस्तो थियो नि हजुरहरूको? के कुरा मन पर्यो? मलाई चाहिँ उनीहरू दाजु बहिनीको बोन्ड एकदमै मन पर्थ्यो कि, दाजु बहिनी भन्दा पनि साथी जस्तो क्या। त्यो चाहिँ एकदमै मन परेको, अनि एकदम ऊ चाहिँ सोझो लाग्ने क्या मलाई। त्यो बानी मन पर्छ मलाई चाहिँ। अनि हजुरलाई? मलाई पनि अब त्यही जाँदाखेरि चाहिँ पसलमै जाँदाखेरि अब फ्रेन्डली बोल्ने पनि है। पहिला त चाहिँ कुर्ता सुरुवाल लाउनुहुन्थ्यो उहाँले, अनि मन चाहिँ कुर्ता सुरुवालमा फिदा भएको म। अनि हजुरहरू दुईजनामा लभ युज गर्नु भएको थियो? प्रपोज मैले कसरी गर्नुभएको थियो याद छ? खै फोनमा गरेको थिएँ, अब आई लभ यु भने होला। डाइरेक्ट आई लभ यु भन्नु? डाइरेक्ट आई लभ यु। अनि नानीले हजुरले आई लभ यु भन्दा एक्सेप्ट गरिहाल्नु भयो? गर्नु भएको थिएन उहाँले त। अलि टाइम कति टाइम लाग्यो त? 6 महिना जति लागेको थियो मलाई। अनि के भन्छ हजुरहरूको पालामा चाहिँ फोन त आइसकेको थियो होला नि? फोन आइसकेको थियो। चिठी त जमाना गइसकेको थियो होला नि? के एक दुईवटा चिठी छाटफाट गर्नुभयो? गरेन। तर ठ्याक्कै त्यो एनसेलको यतिवटा मेसेज कति रुपियाँमा कतिवटा मेसेज भन्ने हुन्थ्यो, अनि त्यो लेखेर दाइ र मसँगै बस्ने नि त। अनि त्यसपछि बेलुका चाहिँ दाइले म पनि चेक गर्थ्यो, त्यहीबाट दिनभरिमा 300-400 वटा मेसेज हुन्थ्यो। अनि घर जाने बेला चाहिँ त्यो सब क्लिन गर्थ्यो क्या। 300-400 वटा मेसेज हुन्थ्यो कि कति टाइमसम्म हुन्थ्यो त्यस्तो। अहिले अब त्यस्तै हो। बिहा भइसक्यो। पनि रमाइलो है? त्यो सम्झिँदा रमाइलो लाग्छ, तर फेरि अहिले त 300-400 वटा मेसेज पनि के गर्ने हो र होइन, के गर्ने हो जस्तो लाग्छ। अब अहिले त उस्तै पऱ्यो भने मैले गरेको मेसेज बेलुका आएर मैले आफूले हेर्ने हो। अनि निरजसँग सबैभन्दा धेरै केयर चाहिँ कसले गर्नुहुन्छ? केयर त मैले गर्छु। केयर त उहाँले नै गर्नुहुन्छ। हजुरले पनि गर्नुहुन्छ? म पनि गर्छु अफकोर्स, तर दुईजनामा बढी चाहिँ उहाँले गर्नुहुन्छ। सुगै नै उहाँले ज्ञानी हुनुहुन्छ, एकदम ज्ञानी हुन्छ नि हाम्रो हिसाब त। झगडा हुँदा पहिले खुब बोल्छ? झगडा हुँदा
रिसाउँदा चिसामै हो पकाउनु म भन्छु नि यस्तो झगडा प्रायः उसको गल्तीको कारणले हुन्छ अन्त चाहिँ जसले गल्ती गर्छ उसले फकाउँछ होइन कस्तो कुरामा चाहिँ झगडा पर्छ हजुरहरूको प्राय मोबाइल धेरै चलाउने अब यो चाहिँ बानी सुधार्नु पर्यो सुधार्नु पर्यो मलाई चाहिँ फेरि अब एक्लै भएको बेला मोबाइल चलाउनु भन्दा विकल्प हुँदैन होइन दुईजना भएपछि चाहिँ मोबाइल नचलाउनु जस्तो लाग्छ अनि उहाँ चाहिँ बाहना बनाउँदै घरि काम घरि के भनेर आलम लाउनलाई भनेर आधी घन्टा मोबाइल चलाउनुहुन्छ आधी घन्टा हजुरलाई टाइम लाग्छ अनि त्यसमा मलाई चाहिँ त्यो चाहिँ झिझार लाग्छ अब किन बेलुका एकछिन टाइममा आउँछ त्यो पनि मोबाइल चलाएर बस्नु भएन नि त त्यो टाइम दिनु पर्यो नि उहाँले सुधार्नु पर्ने छ आधा माग्नु आधी घन्टा टाइम लाग्छ झगडा त पर्छ नि होइन दुईजनामा घरमा डिसिजन चाहिँ हजुरहरूको कस्तो चल्छ डन बोस घरको को छ चल्छ भन्दा नि प्रायः डिसिजन चाहिँ एक्लैले चाहिँ लिँदैनौँ हामी जे सल्लाह गरेरै अनि एउटा मैले एक थोक भन्छु उहाँले एक थोक भन्नुहुन्छ नि त्योबाट एउटा कुरा निस्किन्छ अनि त्यही कुरा हुन्छ एउटा कुरा हजुरहरूलाई सोध्न मन लाग्यो पहिले लभ हजुरहरूको रिलेसनकै टाइमको बारेमा हजुरहरूको रिलेसनमा चाहिँ हजुरहरूको दुवैतिर खुसी हुनुहुन्थ्यो त कि कोही हुनुहुन्थ्यो छुटाउन पाए हुन्थ्यो यिनीहरूको भन्ने टाइप अब छुटाउनु खोइ अब हुँदैन भन्ने टाइपको हुन्छ नि त आफ्नो घर परिवारको मान्छेहरूमा त्यस्तो हुनुहुन्छ नि त कोही हुनुहुन्थ्यो हाम्रो घरतिर त खासै हुन्थ्यो मेरो घरमा त अब छुटाउनु पाए हुन्थ्यो भन्दा पनि अब मम्मीलाई चाहिँ चित्त नबुझेको अनि अलि टाढै बिहे गरोस् भन्ने थियो त्यही भएर सुरुमा अलिकति कम्प्लिकेसन आयो तर अहिले फेरि हेर्ने हो भने मसँग बरु दिनमा 5 मिनट जति कुरा हुन्छ होला मम्मीको र ज्वाइँको बन्डिङ यस्तो छ कि उनीहरू घन्टौँ कुरा गरेर बस्नुहुन्छ अनि हजुर कुरा काटेँ है मैले अनि हजुरले चाहिँ घरमा कसरी कन्भिन्स गर्नुभयो त कन्भिन्स कि त बिहे गर्ने भए कोहीसँग गर्छ नभए ठिक छ म बिहे नै नगरी बस्छु नै भनेको थिएँ मैले घुर्क्याउनु भयो घुर्क्याएँ भन्दा पनि म आफूलाई पनि त्यही लाइफमा एउटा चिज त आफ्नो चोइसले पाइन्छ होइन त्यो चिज आफ्नो मर्जीले पाइँदैन भने बरु सिङ्गलै ठिक छ होइन किनकि अब मैले अर्कोसँग पे गरेँ भने त्यो मान्छेको पनि जिन्दगी बर्बाद हुने हो होइन हामी 4 जनाको जिन्दगी हुन्थ्यो नि त त्यही भएर मैले इच्छाकै बरु हामी सिङ्गलै बसौँ भन्नेमै थियौँ दुवैजनाकै त्यही थियो सोच चाहिँ उसले पनि बिहे नगर्ने भए बरु सिङ्गल बसौँ भन्ने थियो तर होइन त्यो फेरि एक दिनसम्म हुन्छ मान्नुहुन्छ भने पनि थियो कतै न कतै मान्नुभयो अनि त्यसपछि हजुरको बिहे भयो आजसँगै छौँ 3 वर्ष भयो 3 वर्ष भयो होइन त 3 वर्ष अगाडि आजकै दिनमा बिहे गर्नु यति बेला अनि ल हजुरको अनि बिहेमा कस्तो अनुभवहरू बटुल्नु भयो त बिहे अगाडि बिहे पछाडि राम्रो कि नराम्रो राम्रो नराम्रो दुइटै पक्ष हुन्छ नि त अब बिहे भनेपछि एक प्रेसर त थियो होइन दुवैजनालाई थियो अनि हामीले त धेरै रमाइलो गऱ्यौँ किनकि मेरो बिहे भनेर मेरो घरको दाइ दाजुबहिनी भन्दा पनि मेरो कजन दाइ दिदीहरू होइन यति खुसी भएर आइदिनु भएको थियो होइन त्यो नै सबैभन्दा ठुलो खुसी थियो मेरो लागि चाहिँ अनि हामीले चाहिँ गाउँतिर पनि भन्नुहुन्थ्यो कि छोराको जसरी बिहे गऱ्यौँ भन्नुहुन्थ्यो होइन पुरा हप्ता दिन अगाडिदेखि नै स्पिकरहरू बजाउने रमाइलो गऱ्यौँ एकदम रमाइलो गऱ्यौँ हामीले हाम्रोतिर त अब त्यस्तो खासै त्यस्तो केही भएको थिएन अब दाइहरू विदेशतिर हुनुहुन्थ्यो एउटा दाइ चाहिँ बल्ल बल्ल आउनुभएको थियो हामी 5 जना म एकजना मात्रै आउनुभयो एकजना भाइ त गाउँमै थियो अनि दुईजना दाइहरू छुट्नु भयो सोचेका दाइहरू छुट्या थिए सबैजना आउनु भएन धेरै नराम्रो लाग्थ्यो त भएन रुवा हो बिहेमा रुवा हो नि बिहेमा त रोइयो नै आफ्नो होइन जीवनको स्पेसल दिनमा सबैजना भइदियो हुन्छ आफ्नो फ्यामिलीको भन्नुहुन्छ केही कारण बस्या भएन होला त्यही भन्नुभयो ठिकै छ भने चित्त बुझायो अनि हजुरलाई चाहिँ नानीलाई अनि बिहा गरेर घरमा गइसकेपछि अनि कस्तो महसुस भएको थियो क्या बिहा गरेर गएको दिन क्या अब गएको दिन त हाम्रो अब जम्मा आधी घन्टाको बाटो त्यो जन्तीहरू बसमा जानुभयो हामी स्कर्पियोमा थियौँ अनि जब त्यो ढोका लागेर गाडी हिँड्यो नि लाइक अब
त्यत्रो वर्ष चिनेको मान्छे हो नि त होइन ऊ पनि एकदम बिरानो लाग्यो कि अनि साइडमा हाम्रो दिदी हुनुहुन्थ्यो फुपू दिदी हुनुहुन्थ्यो मैले पहिलादेखि नै राम्रोसँग चिन्थेँ होइन बाबु फुपू फुपू दिदीको छोरी भनौँ न भान्जी दिदी हुनुहुन्थ्यो अनि मैले पहिल्यैदेखि राम्रोसँग चिनेको दिदी हो कि एकदमै माया गर्नुहुन्छ कि त्यो दिदी हुँदाखेरि पनि हुन्छ नि एकदम बिरानो फिल भएको थियो अनि रुँदा रुँदै घर पुगिहालेँ मतलब एकछिन पनि रुन पाइनँ कि अब गाडीमा त 5-7 मिनटको बाटो थियो रुनै पाइनँ क्या एकछिन भन्दा अनि बाबुले नरुनु भन्नु भएन बाबु म मेरो एकचोटि रोयो होला ऊ 2चोटि रोयो क्या अब एकचोटि रुनु भयो बेलुका मसँग रुनु भयो आउने दिनहरू सम्झेर होइन अहिले त हजुरहरू यति खुसी हुनुहुन्छ यति रमाइलो गरिरहनु भएको हजुरहरूको जिन्दगी यति राम्रोसँग चलिरहेछ होइन एकदम ह्याप्पी हुनुपर्छ होइन होइन बाबु पनि एकदम आफूले आफूलाई एकदम लकी फिल गरिरहनु भएको छैन बाबु म त अलवेज लकी होइन मलाई ऊ चाहिँ म जस्तो सँग बिहे गरे भने अनलकी जस्तो फिल हुन्छ एकदम जोडी जस्तो क्या होइन मलाई त्यस्तो लाग्दैन मलाई चाहिँ हजुरहरूको जोडी एकदम उसको जोडी जस्तो एकदम राम्रो एकदम मिलेको जोडी एउटाले अलिकति नखरा पारे जस्तो गर्ने अर्कोले ठिक छ भने जस्तो गर्ने सबैको हेर्ने नजर हो त्यो त तपाईँले राम्रो नजरले अब हाम्रै जोडीलाई अब नराम्रो भन्ने पनि छन् होला नि देख्ने पनि छन् त्यो त अब मान्छेको आफ्नो सोच हो होइन र मलाई चाहिँ गाह्रो भयो होला है हजुरहरूलाई कफीको व्यवस्था पनि छ थ्याङ्क यू धन्यवाद फेरि गर्नु होला भाउजूको नि भएर कम्पाइ गर्नु पर्छ अब धेरै यस्ता कुराहरू अब गर्दै गरौँ ल है फेरि एउटा अलिक फनी खालको कुरा केही गरौँ ल हजुर दुईजनामा खुब अलिक फनी हुनुहुन्छ फनी त मै छु होला होइन होला फनी त तपाईँहरू नै जज गर्नु न हामी दुईजना को चाहिँ फनी छौँ जस्तो लाग्छ फनी त मलाई त भन्छु या मलाई म नै फनी छु जस्तो लाग्छ अनि मलाई मन छु जस्तो लाग्छ लभिङ केयरिङ ती दुईजना हुनुहुन्छ बढीको छ बढी माने अनि बढी केयरिङ हुनुहुन्छ उहाँ हजुरलाई के लाग्छ मलाई उ लाग्छ उसलाई मलाई लाग्छ ए तपाईँलाई म लाग्छ लाग्यो मलाई अनि हजुरहरूलाई खानेकुराहरू खान धेरै कसलाई मनपर्छ खानेकुराहरू एकदम खाइरहनु पर्ने मिठो मिठो खान पर्ने धेरै भेराइटीहरू टेस्ट गरिरहनु पर्ने भेराइटी टेस्ट चाहिँ मलाई नै म धेरै खाना चाहिँ म मन पराउँछु यो चाहिँ धेरै थोक खानालाई मन पराउँछ त्यस्तो छ सो स्विट अनि धेरै सपिङ गर्नलाई होइन कसैको सोक हुन्छ नि त सपिङ गर्न होइन त्यस्तो सोक चाहिँ छ कि छैन एकदमै धेरै सपिङ गर्नुपर्छ म गर्ने पनि गराउने पनि मलाई झ्याउ लाग्छ अनि जबरजस्ती उसँग साथी लाग्छु कति आनन्द कि अनि अब कोही बाहिर गएछ होइन अनि एकदम ढिलो घर आउने टाइपको कोही हुनुहुन्छ कि हुनुहुन्छ दुईजनामा होइन त्यो त अब काम परेरै गएको ठाउँमा त अब त्यो सुगा नै होइन घर कहिले फर्किनु जस्तो हुन्छ नि यसो राम्रो बुढी छोडेर कहाँ बाहिर बस्नु लाग्छ त साथीहरूसँग बाहिर गएर घरतिर आउने भनेको छैन दुईजना बिहे गरेपछि नि अब कस्तो भयो नि उहाँको साथी नै मेरो साथी नै उहाँको साथी हो नि त दुईजनासँगै गइन्छ यो हो नि त जोडी भनेर नमुना जोडी हो क्या होइन मान्छेले अनि बिहे गरिसकेपछि दुईटामा हाल्नुहुन्छ अब बुढाले होइन तिमी मात्रै मेरो संसार हो र मेरो साथीभाइ पनि त छ नि भन्ने हुन्छ बुढीले पनि त्यस्तै भन्ने टाइपको हुन्छ नि त मान्छेहरूको उनीहरूको चाहिँ कति राम्रो होइन हाम्रो चाहिँ त्यही भयो कि उहाँको साथीहरूमा पनि सिलेक्टेड साथीहरू मेरो तपाईँलाई नै थाहा छ मेरो पनि साथी बन्नुभयो अनि मेरो साथीहरूमा पनि एक दुईजना उहाँको साथी बन्नुभयो कि हामी साथी नै नभएर हामी दुईजना मात्रै चाहिन्छ पनि होइन तर दुईजनासँगै साथीहरू पनि छ अनि जसले हामीलाई बुझ्छ भनौँ न अब कसरी त हुन्छ कि बुढाबुढी जानुपर्ने सँगै जानुपर्ने यो त्यो भन्ने खालकोसँग चाहिँ हामी सङ्गतै छैन अनि
मलाई सम्झिनेले उसलाई सम्झेकै हुन्छ, उसलाई सम्झिने मलाई सम्झेकै हुन्छ भने त्यो नै हाम्रो साथी छ क्या। यस्तो पनि छ। Yes, romantic. अब मेरो साथीको बुढी उसको साथीको भए, उसको साथीको बुढा मेरो साथीको त्यो भए। भएर त सजिलो भयो। त्यही भन्छ हाम्रो अहिले चाहिँ मेरो। त्यही भएर कतै पनि छिट्टिनु हामी। For example, एक्जाम्पल तपाईँ नै हुनुहुन्छ। अनि एकदम आफ्ना कुराहरू सिक्रेट राख्न चाहनु दुईजनामा को हुनुहुन्छ? तपाईँसँग नै सिक्रेट राख्छु र मैले। होइन भन्नाले हामी अरूबाट सिक्रेट राख्ने अरूलाई नभन्नेमा चाहिँ मै हो। म त भन्दिहाल्ने। अरूलाई भनेको कुरा चाहिँ उहाँले झन् छिटो भन्नुहुन्छ। म चाहिँ नभन् भनेपछि नभने हो कि। कसैले मलाई तपाईँले मलाई केही भन्नुभयो तर बाबुलाई नसुनाउनु भन्नुभयो भने मैले उसलाई नि सुनाउँदिनँ कि। तर जब मेरो र हामी दुईजनाको मात्रै कुरा भने चाहिँ म उसलाई लुकाउनु चाहिँ सक्दैन। अरूको कुरा चाहिँ नसुना भनेपछि सुनाउनु होइन। म त सुनाइदिन्छु। उसको चाहिँ सुनाइहाल्नु। अनि दुईजनामा दिदी अलिक बढी हुनुहुन्छ जिद्दी त भने अभियसली है। मै जित्दिन्छु अहिले भनेको त्यही भएर गर्छु भने। अनि ड्रामा क्विन किङ अभियसली नानी मै छु मै। अनि दुईजनालाई एकअर्का बिच सबैभन्दा मनपर्ने बानी दुईजनाको के छ? मलाई त जे पनि मन पर्छ। एक दुईवटा बानी मन पर्दैन नत्र मेरो लागि मैले भन्दा धेरै कुराहरू सोचिराख्नुहुन्छ क्या। जस्तै म कहाँ के बोलिरहेको छु भने पनि मैले बोलेको कुराहरूले के हुन्छ के भनेर उसले बढी सोचिरहेको हुन्छ। अनि त्यो चाहिँ एकदम मनपर्छ। मैले आफूले आफ्नो केयर गर्ने भन्दा नि बढी सोच्नुहुन्छ त्यो बानी चाहिँ मलाई एकदम मनपर्छ। अनि हजुरलाई केही छैन के छ? मलाई उसको मनपर्ने भने मनपर्ने नपर्ने दुइटै। दुईटै मनपर्ने त धेरै कुरा छ। अब धेरै कुरा मन परेरै उयो भएको। कमी कमजोरी पनि हुन्छ मान्छेमा। कमी कमजोरी भनेको चाहिँ अब उसलाई चाहिँ जस्तै कोहीसँग चित्त दुखेको भने त्यो कुराले एकदम धेरै हट हुन्छ होइन। अनि त्यो मान्छे जस्तै चित्त दुखाएको मान्छे भए पनि आएर एउटा मिठो शब्द बोल्यो भने त्यो सक्यो क्या। फेरि कमाल गर्नुभएको त्यस्तै बानी लाग्यो। तर त्यो बानीले एकदम घाटा हुँदो रहेछ त्यो बानी चाहिँ सुधारदेखि हुन्थ्यो। अब चित्त दुखेको मान्छेसँग टाढै बस्दै हुन्थ्यो भने धेरै ठाउँमा त्यो त्यही कोही मान्छेले केही कुरा नराम्रै कुरा भन्दैछ भने पनि त्यो कुरा सोचेर नबसिरहोस् भन्ने हुन्छ मलाई चाहिँ। उहाँ चाहिँ फेरि त्यही कुरा मात्र सोचिराख्नु पर्छ। मलाई चाहिँ एकदमै असर गर्छ त्यस्तो चाहिँ। अनि सकेसम्म त्यस्तो मान्छेहरूसँग आउने जाने अलिकति कम गराउनुहुन्छ उहाँले गराउनु चाहिँ। तै पनि हुन्छ नि त अब एकै ठाउँमा छौँ भनेपछि त जाने आउने हुन्छ नि त। अनि अलि तर पहिला भन्दा कम छ अलिक कम। आजकल चाहिँ म त्यस्तो मान्छेहरूलाई चाहिँ अब भनौँ उनीहरूलाई चाहिँ टाढै बस्नुहुन्छ? टाढै बस्छु। कति सपोर्टिभ है। लाइफमा हजुरहरूको लाइफमा बिगेस्ट सपोर्टर चाहिँ को हो? मेरो त पुरा मम्मी। टर्चेस्ट टाइममा साथी नै को हो? अब अहिलेको लागि त एकअर्कै हो नि। एकअर्का नै हो। तर अब एकअर्का हुनुभन्दा अगाडि एकअर्कालाई बनाउनुभन्दा अगाडि होइन हामीलाई नि एकअर्का हुनको लागि सपोर्ट गर्ने चाहिँ धेरैजना अब जाँदा जाँदै एउटा क्वेसन सोध्नु। अब हजुरहरूको बिहा भएको 3 वर्ष भयो होइन त? अनि अब हजुरहरूको फ्युचर प्लान के छ? केही छैन हाम्रो फ्युचर प्लान। कसरी चलिरहेछ त्यसरी चलिरहेछ। हामी आजमै खुसी छौँ एउटा पार्ट गर्नु होइन। अनि अब जिन्दगीमा कसरी चलायो त्यो चाहिँ सधैँभरि चलाएर पनि हुँदैन। अब अर्को पनि सोच्नु पर्यो नि त। जिम्मेवारीहरू थपिँदै लाग्ने दिन आउँछन् होइन। अनि हजुरहरूको अब प्लान के छ? अब त्यो होइन यो चाहिँ अब हजुरहरू धेरैजनाले आश गरेको नेचुरल कुरो हो। अब हामीले त्यो आशमा तपाईँ पर्नुहुन्छै पर्नुहुन्न। त्यो चाहिँ मैले एउटा मान्छेले मलाई भन्नुभएको थियो क्या। जबसम्म आफू मेन्टल्ली त्यो कुराको लागि होइन कसै बच्चा देख्दाखेरि ओ मेरो पनि भइदियो हुन्थ्यो भन्ने आफूलाई लाग्दैन तबसम्म प्लानिङ नगरेको ठिक। यदि प्लानिङ भनौँ न अरूले मलाई अब हामीलाई आउँछ नि वरिपरि उनीहरूले भनेको भने सबैले भनेर त्यो उसमा लाग्यो भने चाहिँ त्यो बच्चा चाहिँ मेरो लागि डिप्रेसन हो कि मलाई कसैले भनेको होइन। अनि त्यो कुरा मलाई एकदमै टची लागेको कि। अनि त्यही भएर म पनि त्यही सोचमा छु जबसम्म मलाई आफूलाई मन दिन्छु
होइन अब चाहिँ म अब फाइनेन्सतिर गयो भने त्यो छुट्टै बाटो भयो होइन अनि त्यो हुँदै जान्छ तर जहाँसम्म लाग्छ मेन्टली रेडी भएपछि अफकोर्स एकदम हो मेन्टली चाहिँ आफू हामी दुईजना मेन्टली रेडी भयो कि सबैभन्दा ठुलो पीडा नै हुँदो रहेछ त्यो मलाई त्यो सुनेर चाहिँ मलाई पनि हो जस्तो लाग्यो त्यही भएर बिहेको टाइममा होइन बिहेको दिनमा फन्ने होइन फन्ने इन्सिडेन्ट्स केही थियो बिहेको बेलाको हजुरलाई फन्नी लागेको कि मेरो त छ के तपाईँको छ के छ म चाहिँ भन्दै त हामी चाहिँ अब बिहेको दिनमा उता गएर फर्केका थियौँ होइन गएर फर्किनु अनि त्यसपछि सबै अब आफन्तहरू जग्गा भएको थिएँ गएर एकछिन नाचगान गऱ्यो रमाइलो गऱ्यो अनि ल खाना खान जाऊँ भनेर गयो खाना खान गएको मासु जति सब भ्याएछ त्यो फेरि मलाई पढ्नु पर्ने उसलाई त ठिकै लाग्थ्यो अनि त्यही हो बिहेको दिनमा गुन्द्रुकको भात खाएको थियौँ त्यसै रमाइलो सधैँभरिको लागि मेमोरी भयो दिन पनि गुन्द्रुक खाएको रमाइलो एक्सपिरियन्स भयो अनि अर्को फन्नी चाहिँ के थियो भने अब मुख हेर्दा सबैजनालाई चिनाउनु त भयो नि त मैले एकजनाले सबैलाई सम्झिन्न नि त अनि त्यो दिन त भयो अनि भोलिपल्ट अनि उहाँहरूलाई पो एउटा बेहुली सम्झिन सजिलो भएको मैले सम्झिन्थेँ अनि त्यसपछि म हिजोको यो के फलानु ढिम्कानु भन्नुहुन्थ्यो अनि म चाहिँ अनि ए सानीमा भन्थेँ अनि सानीमा भनेको चाहिँ ठुलमम्मी पर्नुहुन्थ्यो ठुलमम्मी भनेको चाहिँ सानी मम्मी पर्नुहुन्थ्यो कति गाह्रो भने त्यस्तो भएको थियो मैले अहिले पनि राम्रोसँग चिन्दिनँ होइन किनकि बिहेपछि भेट भएन अनि अर्को एउटा फन्नी के भयो भने बिहेको एक दुई दिनमा मैले चाहिँ ज्वाइँलाई चाहिँ बाका बाका भनेर बोलाउने नि त अनि अब मम्मीहरूको अरू त झन् के भनेर बोलाउने बुढा भन्नु अप्ठ्यारो लाग्ने होइन अनि बाका बाका भने त्यही गाउँकै कसैले हो होइन होइन यो छोरोले एक दुई दिनमा के गरेछ बुहारीले त सबैको अगाडि बोका बोका भने एकदमै फन्नी थियो मलाई भएको अनुहार अझै अहिले पनि याद छैन को हुनुहुन्थ्यो तर त्यो चाहिँ एकदमै त्यो शब्द चाहिँ मलाई याद छ छोराले के गरेछ दुई तिन दिनमै अझै पनि बोका बोका भन्दै थियो नि त बुहारीले सबैको अगाडि धेरै भयो थियो फन्नी कुराहरू एक्सपिरियन्स नयाँ सबै थियो नयाँ घरमा नयाँ घर होइन पहिलो अझै धेरै बस्न पाइँदैन कति टाइम बस्नु भयो हजुर नयाँ 3-4 दिन मात्रै हाम्रो 20-19 बिहे भयो हजुर हामी 30 मा फर्किसक्यौँ नि फर्किसक्नु भएको अनि त्यही भएर सर्ट टाइम बस्नुभएछ जाँदै अब हामी चाहिँ एउटा ऱ्यापिड फायर खेल्छौँ हजुरहरूमा के क्वेसन सोध्छु हजुरहरूले एकदम तुरुन्तै त्यसको एन्सर दिनु होला है जित्नेलाई त्यो गिफ्ट सही छैन जित्ने भन्दा पनि अब हाम्रो तर्फबाट दुवैजनालाई गिफ्ट ह्याम्पर लभ अर मनी लभ त्यसले टी अर कफी टी मलाई त दुइटै मम्मा किड अर ड्याडी किड हामी दुईजना मम्मा किड कल अर टेक्स्ट कल कल अर टेक्स्ट ए कल टु टेक्स्ट म त भोइस मेल टेक्स्ट गर्न एकदम अल्छी लाग्छ स्वीट्स अर स्पाइसी स्वीट माउन्टेन अर बीच मलाई चाहिँ माउन्टेन मनपर्छ ओन बेस्ट फ्रेन्ड अर मोर बेस्ट फ्रेन्ड सिंगल ओन बेस्ट फ्रेन्ड नानीलाई स्पेसल्ली साडी अर वेस्टर्न अब मन त साडी नै पर्छ लगाउन आउँदैन तर साडी ल आजको कार्यक्रम रमाइलो भइरहेको थियो तर फेरि अन्त पनि जानुपर्ने छ होइन एनिभर्सरी त्यही भएर छोटो मिठो भयो भन्ने आश गर्छौँ
एकदम रमाइलो भयो होला भन्ने है मलाई पनि एकदम एकदम रमाइलो अब भयो पहिलो अनुभव होइन अँ, हजुरहरूको त अनुभव कति हो मलाई थाहा भएन है मेरो चाहिँ एकदम पहिलो अनुभव भयो हाम्रो पनि पहिल्यै हो त्यही हो। तर क्यामेरा अगाडि छ भन्ने फिल भएन हजुर होइन मलाई चाहिँ अब एकदम डर मानि मैले क्वेसनहरू गरेँ हजुरलाई अब केही त्रुटिहरू होला है अब त्यसलाई सच्याएर मलाई अब त्यो त्रुटिहरू भएकोमा माफ गरिदिनु होला भन्दै तर तपाईँलाई हेरेर त्यो फिल भएन कि तपाईँ फर्स्टचोटि सोध्दै हुनुहुन्छ भनेर तपाईँ एकदम यो पोडकास्ट पनि तपाईँलाई अफर आउनेवालामा छ वाह। ल हजुरहरूलाई धेरै धेरै धन्यवाद थ्याङ्क यू धन्यवाद। अब हामीहरूसँग त्यस्तो खासै त केही छैन खाजाको है। व्यवस्था छ हजुरहरूलाई लास्टमा खाजाको व्यवस्था छ वाउ। होइन गिफ्ट मोमोको व्यवस्था छ हजुरहरूलाई थ्याङ्क यू ममा हामी त ममा अनि लभर हो हजुरहरूलाई एउटा सानो मेरो तर्फबाट गिफ्ट छ है हाम्रो कार्यक्रमको Oh तर्फबाट my God, thank you. ल्याइदिनु होला ग्रहण गरिदिनु होला गिफ्ट सधैँ स्पेसल हुन्छ सानो गिफ्ट छ हाम्रो यो चाहिँ तर्फबाट अनि करेन्ट र क्विक वाइवाई छ यो Thank you. स्पोन्सरै हो कि के हो यो खास? यो स्पोन्सर भन्न मिल्दैन यो हाम्रो तर्फबाट हो ए, Thank धन्यवाद। र लास्टमा चाहिँ हजुरहरूलाई थ्याङ्क यू सो मच त्यसको धन्यवाद। लागि खाजाको व्यवस्था हो वाउ हाउ रिच मोमो लभरलाई हाउ मोमो। रिच एकदम हामीलाई एकदम ममा लभर मोमो कति मनपर्छ हजुरहरूलाई एकदमै ममा लभर हामी ल मोमो छ है त आज थ्याङ्क यू त्यो त एउटा चाहिँ धेरै हो। कति धेरै ल, धन्यवाद। त्यो चाहिँ Thank धेरै you. होला ल हामीले खायौँ है त एकछिन ल खानु होला थ्याङ्क यू राम्रोसँग इन्जोय ल, गर्नु थ्याङ्क होला यू सो धन्यवाद। मच बाई 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 बाई